थोड़ा जाने लिफ्ट थोड़ा अच्छा पड़ा अच्छा पड़ा underground. Thank you.
Bakerloo Line train to Harrow and Wheelstone. Please stand clear of the doors. This is Queen's Park. Please mind the gap between the train and the platform. Change here. फेरि र यहाँ सबैजनाले धन्यवादपूर्वक मलाई सुनिदिनुभयो त्यसको लागि पनि सबैजनालाई धेरै धेरै धन्यवाद। यसरी यहाँ नआइने आज कार्यक्रममा विशेष परिस्थितिले लेखक विजय सापकोटा गोर्खामुखा गायक प्रधान पुकारले शुभकामना पठाउनु भएको छ। मैले यही वर्ष दिन चाहे लेखक कवि सुब्बालाई युकेमै रहनुभएका लेखक विजय सापकोटा र गायक भक्तराज सुब्बाले शुभकामना पठाउनु भएको छ। त्यसैले मैले आज यसको कलाकार विभागका कार्यहरू मैले आसन ग्रहण गर्न चाहे स्वागत भन्न चाहे। आसन ग्रहण भन्दा पनि कतिको स्वागत नै भन्न चाहन्छु। मसँग कुनै आसन ग्रहण भन्ने शब्द मेरो भाषाको छैन। त्यसैगरी पत्रकार देवी बोटो देवी सुब्बा आउने हुनुहुन्छ र यसपछि म कार्यक्रममा ढाँचा शैलीभन्दा फरक शैलीमा लेखिएको उहाँको कविताहरू पाइन्छ र उहाँको कविताहरू प्रयोग पनि धेरै भएको छ। प्रयोग धेरै हुँदाखेरि चाहिँ पाठकहरूसँग ज्ञान पहिलोपल्ट भइन्छ। जस्तै त्यसको आयामीहरूले जस्तै कि थर्ड डाइमेन्सनले इन्द्रबहादुरलाई वैरागी काण्ड र ईश्वर बलहरूले उनीहरूलाई त्यो बेलामा कवि नै भनिएको कवि नै भन्दा हिस्सी चाहियो। गोपाल प्रसाद रिमालका कुराहरू पद्मबाट पद्ममा मैले लेख्छु त्यो एउटा एक खालको विरोह पनि जस्तो पनि लाग्छ। यो हाम्रो एक खालको यो चलिआएको लेखनको सन्दर्भलाई हेर्दाखेरि उहाँको कविताहरू विप्लवप्रति हेर्दाखेरि उहाँको कविताहरूले निकै मजाले विकास गर्छ। बुझ्नको लागि धैर्य गरेर पढ्नुपर्ने हुन्छ। उहाँको कविताहरूमा त्यो देखिन्छ र पाइन्छ। कविताहरू चाहिँ चिसिनै आएको छ। म चाहिँ प्रोटेक्ट कविताहरू पढ्न चाहन्छु। अलिकति अङ्ग्रेजी भाषाहरू ठाउँमा अगाडि भएको कारणले मेरो चाहिँ राईको बोजू म आफै बान्ता भाषीलाई बोजू चाम्नी भाषीलाई दुईटा भाषा मेरोमा भयो। त्यसपछि नेपाली भाषा तेस्रो, नेपाली भाषा सिक्दा सिक्दै बेलायती सेनामा भर्ती भयो, अङ्ग्रेजी भाषा चौथो। त्यस कारणबाट अङ्ग्रेजी प्रोनाउन्सिएसन चाहिँ मेरो जिब्रोले पढाउँदैन साँच्चै कुरा। त्यस कारणबाट यो कविता भाषा पढ्दाखेरि मेरो जिब्रोले अङ्ग्रेजी प्रोनाउन्सिएसन उच्चारण गरेन भने चाहिँ नहाँसिदिन यीबाट है भन्ने पढ्छु। यो चाहिँ मैले छुटाएको छु। यीबाट भनेको इन्द्रबहादुर राई। यीबाट कुनै सुदूर हिमशिखरको चेप्टो बाटोबाट उकालो चढिरहेको एउटा तपस्वी जसको दिव्य मुहान रहस्यमय प्रसादले पुरे, जसले बोकेको देब्रे हातको कमान्डरभित्र आइन्स्टाइन डेरिडा पार्को काफ्काको लागि
बाइबल गीता बढी पुराण मुन्दुम त्रिपिटकमा उसले त्यो चेप्टो बाटोमा चाखेको वर्जित फल थियो। त्यही चेप्टो बाटोबाट एक दिन पुग्यो जुजुराको अन्तिम उचाइमा, जहाँ अर्को जस्तै तेजस्वी पनि हातमा लामो घोचो लिएर सत्यको खोजमा आकाशमा उहाँहरू बाँडेछ। आदिवासीको बोलमा चाहिँ घोचो भनेर पुरुषलाई यसरी इङ्ग्लिस उठाउँदैन, यो तपाईँ हस् भने भएको हिसाबले पूर्ण सन्तुष्टि हुने छैन है। अझै पनि यसरी भन्न पाइहाले हुन्थ्यो भन्ने आन्तरिक चाहना कहिले पनि पर्दैन। म विसर्जनबाट बडो प्रभावित भएको सुरुमै। विसर्जनको एउटा सेल्फ पोर्ट्रेट कविता छ, लेख्छन् केल्छन् मेट्छन् फेरि यसो हेर्छन् लेख्छन् केल्छन् मेट्छन् बिचरा विसर्जन। मलाई जहाँसम्म लाग्छ केही अधुरोपन नै फेरि सृजनाको एउटा प्रेरणा पनि हो। यही असन्तुष्टि नै उत्कृष्ट कृतिको बिउ पनि कसैलाई मेरो कविता मन नपर्न पनि सक्छ, तर कारण बुझ्न जरुरी छ होइन। अस्ति म श्रवण दाइसँग कुरा गर्दै थिएँ, श्रवण दाइले भन्दै हुनुहुन्थ्यो, कुबेर भाइ यो कविता मन परेन सबले भन्छ, तर किन मन पऱ्यो त्यो चाहिँ म मात्र भन्न सक्छु, किनभने मैले पढेको छु भन्नुहुन्थ्यो क्या। त्यही कारणले गर्दाखेरि मन पऱ्यो किन मन पऱ्यो, मन परेन किन मन परेन, यस्ता प्रश्नहरू लेखकको मूल आत्मासँग जोडिएका हुन्छन्। बुझ्न चाहने चाहना पनि साहित्यिक इमान्दारी लाग्ला होला। मेरो प्रयास चाहिँ त्यही नै हो। त्यही कारणले गर्दाखेरि पूर्ण सन्तुष्टि भन्ने कुरा चाहिँ निर्विचार जस्तो हुँदैछ। त्यही कारणले गर्दा यो चाहिँ लेखकको मृत्यु हुन्छ भन्ने कुरा म त्यति विश्वास गर्दैन। त्यो कुरालाई मैले यहाँ जति पनि यहाँ तपाईँहरूले दिनु भएको सल्लाह सुझावहरू छ, टिप्पणीहरू छ, मैले नोट गरेर राखेको छु। धेरै धेरै धन्यवाद। मेरो लेखन यात्रामा यो मैले अलिकति भन्नै पर्ने हुन्छ, 2-4जना कविहरूको नाम मैले लिनै पर्ने हुन्छ जसबाट निकै प्रभावित भएँ। सुरुमा मैले भोलिलाई पढेँ विशेषण, अनि त्यस पछाडि सिधै श्रवण मुकाहरूलाई पढेँ। जब श्रवण मुकाहरूलाई पढेँ, श्रवण मुकाहरूलाई मैले मेरो आदर्श पुरुष जस्तो आदर्श कवि त्यो रूपमा मैले उहाँलाई गरेँ। भनौँ न एक प्रकारले हिँड्ने भन्ने हो भने मेरो अप्रत्यक्ष गुरु द्रोण जस्तो, म चाहिँ एकलव्य जस्तो। फर्स्ट टाइम दाइसँग कुरा हुँदाखेरि है दाइ तपाईँको गुरु, म चाहिँ तपाईँको पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म आधा पाउन्ड मगज बोकेर हिँडिरहेको नश्वर देह, पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म आधा पाउन्ड मगज बोकेर हिँडिरहेको यो नश्वर देह, जसरी अनादिकालदेखि हिँडिरहेछ पृथ्वी आदिम मानिसले आविष्कार गरेको आदिम सभ्यता र अत्याधुनिक इतिहास बोकेर। करोड सालपछि सायद हराउने छन् प्राचीन सभ्यता, प्राचीन इतिहास, प्राचीन अभिलेख र हराउनेछ मानिसले कोरेका फोसिल यस पृथ्वीको निधारबाट। करोड सालपछि सायद हराउने छन् प्राचीन सभ्यता, प्राचीन इतिहास, प्राचीन अभिलेख र हराउनेछ मानिसले कोरेका फोसिल यस पृथ्वीको निधारबाट। महादेवले जलिरहेको सतीको शरीर बोकेर हिँड्ने झैँ पृथ्वी जलिरहेको मानिस बोकेर भौतारी हिँड्नेछ। एउटा कान्तिहीन आकृति फ्याक बनेर उभिएको हुनेछ करोड सालपछि समय। एउटा कान्तिहीन आकृति फ्याक बनेर उभिएको हुनेछ करोड सालपछि समयको ऐनामा। सायद त्यतिखेर प्लास्टिकको फोक्सो, सिमेन्टको छाला, फलामको मुटु कलेजोबाट बनेको आदम र हव्वाले शासन गर्नेछन् पृथ्वीका कंकालमाथि। तर हुने छैन त्यहाँ कुनै भूगोलले कोरेको मानचित्र, रहने छैन त्यहाँ कुनै पुर्खाहरूको प्राचीन अवशेष।
सायद मानिस त्यति बेला मसान भएर अर्कै ग्रह पुग्नेछ होला, जहाँ उसका आँखाले घामको उज्यालो छाउने छैन, उसका कानले खोलाको गीत र चराको चिरबिर देख्ने छैन। करोड सालपछि लिसरा र लाली गुराँसको गर्भबाट पिनेछ पराग, सुक्नेछ घाँटी ब्रह्मपुत्रको, पग्लनेछ छाला कैलाश पर्वतको, कालो धुवाँको जङ्गल माथि नक्षत्र चढ्नेछ र खस्नेछ अन्तिम तारा लाम्बुस्दै आकाशको दिलबाट। करोड सालपछि सायद हराउनेछ बतासको सुस्केरा, बिस्तारै विलय हुनेछ आगोको जिउटा, समाप्त हुनेछ मानिसले प्रतिपादन गरेको ज्ञान, धर्म, विज्ञान र पृथ्वीको आयु। ठिक त्यति बेला सायद कुनै कविको एक टुक्रा कविताको झिल्का बाँकी रहेछ भने, ठीक त्यति बेला सायद कुनै कविको एक टुक्रा कविताको झिल्का बाँकी रहेछ भने, सायद बिउताउने छ कि भग्नावशेष कस्मोपोलिटनमा जोडिएका सुक्खा हाडहरू र ती सुतेका हाडहरूमा उम्रन्छ फेरि जीवनको सास र बिउतन्छ फेरि केही आदिम प्रदेश। धन्यवाद। अर्को कविताको शीर्षक रहेको छ बन्द कोठाभित्र हरियो छैन, पेज नम्बर 94। अघि स्ट्यार चाहिँ पहिला उहाँबाट म एकदम अभिप्रेरित है, मैले भने साह्रै नै अभिप्रेरित। अँध्यारो पगरी बाँधेर सन्दकफू क्षितिजको छातीमा उभिएको शान्त तर गम्भीर आधुनिक युगको सङ्गीत सारथी मेघदूतको अवतार, सुगन्धित रक्त चन्दनको अमूर्त बिहानी निस्तिकल बाढ, गङ्गा नदीको तटमा ध्यानस्थ को हो त्यो आगो ब्याप्टाइजर। आगो छोडेर मैले कसम खाएर कन्फेस गरेँ त्यो ट्यागोर मेरो, त्यो ट्यागोर मेरो, त्यो ट्यागोर मेरो। मुसाफिर गुलजार, टाढा छ त्यो मुसाफिरको सहर जसलाई मानिसहरू भन्छन् त्यो यायावरहरूको सहर हो। टाढा छ त्यो मुसाफिरको सहर जसलाई मानिसहरू भन्छन् त्यो यायावरहरूको सहर हो, जहाँ अक्सर हुने गर्दछ हजारौं सपनाको अवसान। नित्य बिहान अखबारका ठुला हेडलाइनमा मुसाफिर आँखा दौडाउँछु, अनेक लासहरूमाथि नदेखेपछि आफ्नो अनुहार ऐना अगाडि आफूलाई भ्याउँछु र विवश महसुस हुन्छ फेरि एउटा उधारो जीवन बाँच्नु। शुक्ल पूर्णिमाको मध्यरातको बेला तह जुनको शीतल छायामुनि कुहिरोको बर्को उडेर हिँडिरहेको मुसाफिर आएर लैजाऊ रेलको पथरीमा छुटेको तिम्रो पार्कर केन्द्र देखो पेपर। यसरी तिम्रो सबै यादहरूको कागजमा नजिकको कैदी आएर बसेको जुनौ बितिसके याद। मैले स्किप गरेँ, बिस्मिल्ला खाएको बारे नभनौँ, म समय नभएको कारण अमृता प्रीतम यो अमृता प्रीतम के तिमीलाई याद आउँछ त्यो झरी परेको दिन थियो, कुहिरोले छपक्कै छोपेको पहाडको फेदीमा रुख चाहिँ उभिएर हामी लामो संवाद गर्दै थियौँ। एक अदृश्य यात्री जसलाई आउनु थियो, आएर केही नभनी जानु थियो, तर हठात समय नपुग्दै आयो र तिम्रो हात समाएर आफूलाई तिर तान्यो। अनि त्यो बाक्लो कुहिरोले ढाकेको पहाडको फेदीबाट 2 पाइला अघि सरेर कुहिरोमा टेकेपछि
तिमी पनि कुहिरो भयो। आजसम्म म त्यही बाक्लो कुहिरोभित्र एक्लो रूप भएर उभिएको छु। त्यही अदृश्य यात्रीको प्रतीक्षामा यसपटक ऊ नागबेली बाटो भएर आउँछ सायद र पुर्याउँछ कि मलाई तिमी बसेको कुहिरोको अर्को देशमा। अब मेरो अति नै आदरणीय आज उता यहाँको राजकोटमा कार्यक्रम पनि भयो। कविता वाचन अनि त्यस पछाडि हाम्रो स्मृति ग्रन्थ जो गैराकामाथि देखिएको छ। कवि गैराका बडो सम्मानका साथ कविता वाचन गर्नु गइरहेको छु। वन झाँक्री